नमस्ते, म समन श्रेष्ठ, चिफ एक्जिक्युटिभ अफिसर अफ एलियट्स लजिस्टिक्स। एलाइट्स लजिस्टिक्स सुरु गर्नुको प्रेरणा के थियो र यो यात्रालाई तपाईँ कसरी अनुभव गर्नुहुन्छ? सो बिफोर स्टार्टिङ एलियट्स लजिस्टिक्स म चाहिँ पहिला नै लजिस्टिक फिल्ड्समा आबद्ध थिएँ। सो मैले चाहिँ इकमर्सको जसरी यो बुम भइरहेको छ त्यो मैले देखिरहेको थिएँ। अनि जब पेन्डेमिक आयो त्यति बेला चाहिँ यो हाम्रो लजिस्टिकको निड चाहिँ मैले त्यहाँ अझै पनि बढी देखेँ। अनि आफ्टर पोस्ट पेन्डेमिक जुन छ, पोस्ट पेन्डेमिक चाहिँ अब जसरी इकमर्सहरू अनलाइनहरू जसरी बढ्न थाले त्यसपछि चाहिँ हामीले चाहिँ अहिले लजिस्टिक्स सुरु गऱ्यौँ। अब टकिङ अबाउट माई एक्सपिरियन्स, अब 4 वर्षको जुन यो अवधि छ, कुनै पनि यात्रा चाहिँ अब सहज हुँदैन। सबै यात्रामा अब उतार चढावहरू आइहाल्छन्। ती उतार चढावमा पनि अब ती उतार चढावहरूलाई चाहिँ जसरी हामी यहाँ जित्दै आयौँ त्यसमा म एकदमै खुसी छु र अब यसरी नै अगाडि बढ्ने भन्ने मसँग दृढ विश्वास छ। त्यसपछि चाहिँ हामी 5 जना फाउन्डर्सहरू चाहिँ बसेर एलियट्स लजिस्टिक्सलाई चाहिँ अब कसरी अगाडि बढाउने भन्ने मल्टिपल कुरा गरेर चाहिँ अनि हामीले एलियट्स लजिस्टिक्स सुरु गऱ्यौँ। तपाईँको नजरमा एलाइट्स लजिस्टिक्सलाई अरू कम्पनीहरूभन्दा फरक बनाउने मुख्य पक्ष के हो? सो डे 1 देखि अहिले यो 4औं वर्ष जुन रनिङ छ त्यसमा चाहिँ हाम्रो मूल मन्त्र भनेको चाहिँ डे 1 देखि नै तपाईँहरूको सेम डे डेलिभरी भन्ने छ। अब अदर लजिस्टिक कम्पनीहरू मार्केटमा धेरै हुनुहुन्छ, सबैले अब सेम डे डेलिभरी भनेर प्रमिस त गर्नुहुन्छ, तर आई क्यान अस्योर यु कि हामी चाहिँ तपाईँहरूलाई भन्ने मात्रै होइन गरेर पनि देखाउँछौँ। सो यो गरेर देखाउने चाहिँ हामीले पहिल्यैदेखि गरिरहेछौँ, अहिले पनि गरिरहेछौँ। अब हामीले एउटा स्किम पनि चलाएका छौँ, सेम डे डेलिभरी अर वी वर्क फर फ्री भन्ने। त्यसको बारेमा अझै विस्तृत रूपमा जान्न मन छ भने चाहिँ तपाईँको डिस्क्रिप्सन एकचोटि क्लिक गर्नुहोला।